कल से शुरू करूंगा मेरे पास टाइम। आपके पास टाइम है नहीं, आपको लगता है कि आपके पास टाइम है। म चाहिँ ड्युटीबाट आएर अनि रुममा हल्का एकछिन कफी सफी खाएँ अरे त्यहाँबाट जिममा चलिदिइहालेको अलिकति क्यामेरा यो मैले आफै मिलाएर क्यामेरा गइरहेको होइन हल्का मैले कोब्रोबाट होइन मोबाइलबाट खिचिरहेको छु त्यही भएर हल्का मिलिरहेको छैन एङ्गलहरू होइन त्यही भएर पनि अब नेक्स्ट गरौँ है त अर्को भगा दो इस वीडियो को क्योंकि ये गरीब का वीडियो है भाई गरीब का टैलेंट यस्तै हो त्यसको अब यहाँ दुईवटा जति छ अरू त्यो हामी चाहिँ भिडियो लामो हुने चाहिँ भयो होइन लभ यु गाइज थ्याङ्क यू सो मच 500 सब्सक्राइब हेलो हेलो मेरो साथीभाइहरू सबैजनालाई फेरि पनि वेलकम छ है म पनि आज चाहिँ फेरि पनि म पनि जिमहरूबाट भ्लग स्टार्ट गरिरहेको छु होइन अनि मैले हल्का रनिङ गरेँ आज चाहिँ म चेस्टको बवाल एक्सर्साइज गर्नेछु र तपाईँहरूलाई पनि सिकाउनेवाला छु र तपाईँ पनि एक्सर्साइज गर्न खोजिरहनु भएको छ र चाहिरहनु भएको छ र तपाईँहरूले पनि के मोटिभेसन चाहिएको छ भने चाहिँ यस सही ठाउँमा तपाईँले माग्नु भएको छ योमा टक्क सब्सक्राइब गरेर जोडिनु होला अबदेखि म यस्तै मोटिभेसन भिडियो एक्सर्साइजको भिडियोहरू गर्नेछु र तपाईँलाई पनि ट्रेनर गराउनेछु र तपाईँ पनि अल्छी मानिरहनु भएको छ तत्कालीन अहिले नैदेखि एक्सर्साइज गर्न थालिहाल्नु होला है त गाइज ओके लेट्सको पेलोपाल गरौँ पेलोपाल 500 सब्सक्राइब पुर्याइदिनु हो तपाईँहरू साथ दिनु होला र सबैजनालाई फेरि पनि लेट्सको ढिलो नगरी पेलोपाल आज चाहिँ चेस्टको एक्सर्साइज गर्नेछु र सबैजना चेस्टको एक्सर्साइज सबैजनाले हेरेर गरेर तपाईँ पनि गर्नु होला है त ओके गाइज कहाँबाट हेर्नु हुँदैछ सबैजनालाई स्वागत छ है अनि तपाईँहरू चाहिँ भर्खर अब एक्सर्साइज गर्नुहुँदैछ या जिममा जोइन गर्ने सोच्नु हुनुभएको छ होइन मलाई सब्सक्राइब गरेर मसँग जोडिन सक्नुहुन्छ होइन म चाहिँ अब चाहिँ म यो च्यानलमा यस्तो मोटिभेसनहरू या कुनै ट्राभल गरेको भिडियोहरू र म जिमको भिडियोहरू हाल्ने गर्छु होइन यो च्यानलमा सो सब्सक्राइब गरेर जोडिराख्नु होला होइन आज चेस्टको एक्सर्साइज गर्नु लागेको हल्का रनिङ गरेँ अब म चाहिँ चेस्टको एक्सर्साइज गर्नु लागेको सो भिडियो लास्टमा सक्नुभयो साथ दिनु होला साथीभाइ इष्टमित्र मलाई चिन्नु हुँदैन चिन्नु सबैजनालाई यही भएर चाहिँ ल जाउँ होइन भिडियो चाहिँ अब म आज चेस्टको गर्नु लागेको छु होइन यही चाहिँ अब चेस्टको गर्नु लाग्नु भएको छैन फर्स्ट यस्तो गर्ने हो होइन अनि हातलाई चाहिँ अलिक पर अलिक हल्का ठाडा लाने अनि त्यसलाई 1 2 3 उँधो लाँदाखेरि बिस्तारै जाने उँभो आउँदा हल्का छिटो आउने 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 आफूले जति सकिन्छ 10 8 15 20 25 होइन जति सकिन्छ त्यति गर्दा हुन्छ त्यो चेस्टको हो विशेष गरेर पछाडि भएको हल्का उठाएर अनि एकचोटि यो टाढा राखेर होइन अनि अर्कोचोटि हल्का ठिकै यो सोल्डरको ठ्याक्क बराबर राखेर अर्को चाहिँ नजिकै राखेर 1 2 3 4 5 6 7 8 9 10 गोले भनेकोले 10 यसरी हाल्न सकिन्छ होइन चेस्टको चाहिँ भिडियो कस्तो लागिरहेको छ भन्नु कमेन्ट पनि गर्नु होला है म चाहिँ ड्युटीबाट आएर अनि रुममा हल्का एकछिन कफी सफी खाएँ अरे त्यहाँबाट जिममा चलिदिइहालेको भनेको चाहिँ हल्का एउटा यस्तो डम्बल लिनु दुइटा होइन डम्बल या तपाईँ जिम हलमा या छैन भने होममै गर्दा पनि हल्का यस्तो इँटा राख्ने त्यस पछाडि चेस्टको गरिरहेको छ है मैले है त्यसमा चाहिँ अनि ठक्क यहाँ यत्तिकैमा बस्ने अनि खुट्टा हल्का माथि अब कतै कुर्सी त्यस्तो हल्को पनि होइन ठिक्कको होइन खुट्टा माथि लाने अब यत्तिको अनि यस्तो उकालो खुट्टा हल्का माथि राखेर 1 2 अलिकति
त्यो धेरै पर पनि होइन, यो सिधा राख्नु, सोलोको सिधा तल राख्ने अनि सिधा तल जाने पुइमै 1 2 3 4 5 6 7 8 9 10 यसरी कति ग्राम हाल्न सकिन्छ तपाईँले जति हाल्न सक्नुहुन्छ यति नै हाल्नुपर्छ भन्दाखेरि जति हाल्न सकिन्छ हाल्नु होला, तर मिलाएर होइन, छिटो पनि होइन, टक्क तल जाने टक्क माथि जाने त्यसरी है त। यसरी हान्नु होला। अलिकति क्यामेरा यो मैले आफै मिलाएर क्यामेरा गइरहेको होइन, हल्का मैले कोब्रोबाट होइन मोबाइलबाट खिचिरहेको छु, त्यही भएर हल्का मिलिरहेको छैन एङ्गलहरू होइन, त्यही भएर पनि मिलाएर हेर्नु होला। और मुझे ऐसा नहीं लग रहा कि यार गलत हुआ, मुझे पछतावा किसको होता है? ईमानदार आदमी को होता है, जिसने मेहनत की हो, जिसने दिन रात एक किया हो राइट अपने काम में, उसको पछतावा होता है। रिजल्ट ना मिलने के बाद लोग कहते हैं रो मत, कैसे ना रोए भाई? अगर किसी ने मेहनत की है, अगर किसी ने जान लगाई है भैया, अगर उसको रिजल्ट नहीं मिलेगा वो रात में रोएगा, रात भर रोएगा। हाँ ये जरूर है, सुबह होने से पहले आंख के आंसू पोंछेगा और फिर से बोलेगा मैं झुकेगा नहीं। डम्बल बोक्दाखेरि कहिले पनि हातले नउठाउनु, टक्क घुँडामा राख्ने अनि घुँडाको पार्नु त्यस्तै। यो घुँडाको र हातको एकैचोटि लगाउने फुत्तै मैले 45 को हालेको अरू 45 को हालेँ, 40 को है 3 सेट हाल्दा हुन्छ। कति कतिको सक्नुहुन्छ 3टा हाल्दाखेरि यो चाहिँ 1 2 3 4 5 6 7 8 9 10 45 40 को हाल्ने, यो चाहिँ 30 को। यो चाहिँ कसरी हाल्नु भन्दाखेरि चाहिँ ठ्याक्क डम्बल जोड्ने, हेर्नु त्यसरी ठ्याक्क जोड्ने। ओए अनि तिमीहरूको मोबाइलमा चाहिँ मेरो भिडियो आउँदैन हो कि? आएर पनि नदेखे जस्तो गर, लाइक गर न, गाह्रो भयो। त्यति हाल्दा हुन्छ, लाइक गरिदेऊ न, बरु कमेन्ट गर। यति हाल्नु गर्नु पर्दैन, छातीको लागि गरिदेऊ ल। आइडी फ्रिज भएको छ कि कसम। यो पनि त्यसरी नै हाल्नु, माथि स्टेप
त्यो 3 स्टेपहरू होला होइन 3 स्टेप। अब अर्को अप्पर चेस्टको भन्छ हल्का यसलाई चाहिँ हल्का ठाडो हल्का उठाउने अनि अप्पर चेस्ट चाहिँ हल्का मुखबाट यो बिमानतिको भागलाई क्या अप्पर चेस्टलाई। आज चाहिँ म यस्तै हो चेस्टको। अब यहाँ 2टा जति छ अरू त्यो हामी चाहिँ भिडियो लामो हुने चाहिँ भयो होइन। सो भिडियो कस्तो लाग्यो भन्नु होला एन्ड लास्टसम्म भिडियो हेरेर साथ दिनुभयो थ्याङ्क यू सो मच। आजलाई चाहिँ म यति नै भिडियो अन्त गर्न चाहन्छु है त। सो ओके लभ यु गाइज थ्याङ्क यू सो मच। 500 सब्सक्राइब पुग्न लागेको छ 500 पुऱ्याइदिनु होला है त। अबदेखि मेरो च्यानलमा यस्तो आउँछ भिडियोहरू या तपाईँलाई इन्ट्रेस्ट लाग्छ होइन यदि तपाईँहरू चाहिँ मोटिभेसन हुनुहुन्छ हेरेर म केही दिन लागिरहेको छु क्या। अब भ्लग भनेको त अब त्यो आफूले उयो गरेको मात्रै हुन्छ तर म चाहिँ यस्तो कन्टेन्टहरू खोजिरहेको छु कि जुन मैले दिँदाखेरि चाहिँ अरूलाई चाहिँ केही फाइदा होस् या तपाईँहरूले हेर्दै गर्नेलाई चाहिँ डिमोटिभ नहोस् होइन तपाईँलाई चाहिँ केही कुराहरूको चाहिँ फाइदा पुगोस् म चाहिँ केही दिन खोजिरहेको छु। मैले दिएकोले चाहिँ कसैलाई केही फाइदा होस् होइन। सो त्यही भएर चाहिँ म त्यो खालको उयो गर्न खोजिरहेको छु। ब्लग भनेको त अब ब्लग हेरेर त खासै मान्छेहरूले अब त्योबाट त केही सिक्ने यसो हेर्ने यो ठाउँको यस्तो रहेछ भन्ने मात्रै हो नि त। तर म चाहिँ केही दिन खोजिरहेको छु क्या। सो मैले आज चाहिँ हल्का प्रयास गरेको मैले फर्स्ट टाइम हो यो नभए सामान्य भिडियोहरू यताउति गरेर म्युजिक हालेर अपलोड गर्थेँ होइन। आज चाहिँ मैले यो गरेर चाहिँ सबै गरेर चाहिँ मैले यो गरेको होइन। सो कस्तो लाग्यो गाइज भनिदिनु होला एन्ड ओके थ्याङ्क यू सो मच। म चाहिँ अहिले दुबईबाट छु तपाईँ कहाँबाट हेर्नु हुँदैछ कमेन्ट गरिदिनु होला। र तपाईँ पनि एक्सर्साइज गर्न म चाहिँ अब एक्सर्साइज गर्छु भनेर चाहिँ सोचिरहनु भएको छ र यो भिडियो तपाईँ भरमा आइपुगेछ होइन। भोलि चाहिँ आजैबाट सुरुवात गर्नु होला होइन। तपाईँसँग टाइम छैन भन्दा टाइम त हामीसँग कहिले हुँदैन। टाइमको म्यानेज हुन्छ तपाईँको मन भएपछि टाइमको म्यानेज हुन्छ। 1 घन्टा टाइम निकाल्न सकिन्छ त्यो गर्नु होला। अनि मसँग अब जिम त जोइन गरेर तर खाने पैसा छैन प्रोटिन खाने दुनियाँ नभए त्यत्तिकै हुँदैन भने त्यो पनि तपाईँको मेहनत लाग्छ क्या। जिममा भनेको मेहनत पैसा भन्दा पनि मेहनत लाग्ने हो। मेहनत अब गर्नुपर्छ पैसाको म्यानेज हुन्छ। सो त्यही भन्न चाहिँ होइन। सो ओके गाइज थ्याङ्क यू सो मच। अब म एकछिन गर्छु अनि म पनि रुम जान्छु है त। ओके थ्याङ्क यू सो मच लभ यु गाइज। भाइ भिडियो लामो भयो। सो ओके बाई बाई।